तपाईले हेर्दै हुनुहुन्छ दिपेन भ्यू युट्युब। यस च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। कृपया तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिनु होला भन्ने पूर्ण आशा गरेको छु। र म अहिले यतिखेर चाहिँ तराईमा छु। लगातारको भारी आरी घोप्टे वर्षा पश्चात यहाँ चाहिँ एकदम अहिले हिजोसम्मको अत्याधिक गर्मी र लगातार पानी पछाडि चाहिँ अत्याधिक जाडो महसुस भएको छ, चिसो महसुस भएको छ। र म अहिले चाहिँ पानी केही समय बन्द भएको छ। अहिले घरभन्दा बाहिर छु, खेततिर निस्केको छु। र तपाईहरु कहाँ कस्तो अवस्थामा हुनुहुन्छ? आरी घोप्टे वर्षाबाट जोगिनु होला, हिँड्दाखेरि सजग रहनु होला, सचेत रहनु होला। र म यतिखेर मोरङ ओर्लाबारी नगरपालिकामा छु। यहाँ अहिले खेतीहरू छ, हेरौँ है त दृश्य। यो हो खेतीहरू। यहाँनिर चाहिँ पुरा अत्याधिक वर्षापछि जनजीवन अब बाटोतिर सब यस्तो जमिरहेछ। र यो धान खेती हो। धान पनि अब कतै काटिसकेको छ त कतै अब भर्खर निस्किने सुरसार छ। र यो माथिदेखि नै पहाडहरू चाहिँ मिक्लाजुङ पर्छ। र अब घर वहाँ पर छ। अहिले चाहिँ अब दिमाग फ्रेस गर्न निस्किएको। के छ कस्तो छ तपाईँहरू अवस्थामा रहनु हुँदैछ? र अहिले बाढी पहिरोले विभिन्न घटनाहरू घटाइरहेका छन्। धेरै ठाउँमा आवत बन्द छ, सवारी साधनहरू बन्द छन्, राजमार्गहरू बन्द छन्, कतैको पुल बगाएको छ, कतै पहिरोले बाटो छेकेको छ। र यो दसैँमा पनि यस्तो विपद आइलागेको छ। तपाईहरु पनि सचेत रहनु होला। र अब आज पनि अब पानी कस्तो पर्छ, मौसम सफा नै छ। अहिलेको यो साँझको केही समयमा चाहिँ साँझको समयमा मौसम सफा नै छ। र म तपाईलाई यतिखेर चाहिँ अब यो देखाउन गइरहेको छु। म अलिक तल जान्छु, 2-4 मिनट लाग्न सक्छ। खेती अब यहाँ चाहिँ फेरि धान काटिसकेको छ। अहिले म ठ्याक्कै ओर्लाबारी नगरपालिका 5 फागो चोक छेउमै छु। म फागो चोक छेउमा छु। अब यहाँनिर रहेका छन् हाम्रो पूर्व मेयर फागोको घर पनि यहीँनिर रहेछ। यस क्षेत्रमा म चाहिँ अब अलिकति के भनौँ नयाँ नै हो। यस क्षेत्रमा म अब नयाँ बसोबास गर्न आएको। भोजपुरलाई छोडेर, जन्मथलो भोजपुरलाई छोडेर अब अहिले त चिसो हावापानी छोडेर तातो हावापानीमा लाग्यो। यता अब सबै तातो हावापानी। अब रहर कतिपय रहर थिए होलान्, अब अहिले चाहिँ रहर भन्दा पनि कर नै परेको छ। अहिले यस्तै छ। अब यहाँको मौसम चिरिङ्गा बतास चलिरहेको छ। चिसो मौसम छ। यहाँनिर चाहिँ अब यस्तो छ है, यो बिचको आली भयो। यहाँबाट यतापट्टि
धान चाहिँ पहेँलो हुन लाग्दैछ, पाक्ने लाग्यो। यतापट्टि चाहिँ फेरि निस्किन मात्रै खोजिरहेछ। म चाहिँ अब अहिले घरभन्दा बाहिर एकदम फ्रेस पानीले गर्दा निस्किन पाइरहेको पनि थियो। अहिले पानी बन्द भएकोले म एकदिन वाक निस्केको। अब भनौँ न म काममा रहँदाखेरि बिहान 6 बजीदेखि प्राय राति 10 बजीसम्म चाहिँ लगातार अब काम हिँड्ने डुल्ने लगायत अब एकछिन पनि एक ठाउँमा बस्न नपर्ने अवस्था थियो। अब त्यही बानी लागेको रहेछ। ठ्याक्कै मलाई एकै ठाउँमा बस्नुलाई पनि धेरै असहज भएको छ है। र त्यो भएर पनि म बाहिर निस्किरहेको छु। सुनसान सडक भन्न मिल्दैन। यो एकदम भित्री सडक हो। अहिले चाहिँ म मधुमल्ला जाने हाइवेतिर जाँदैछु। तपाईँहरूले हेरेर जानुहोस्। अब यस्तो छ, सुन्दर शान्त मौसम छ सधैँभरि यहाँ। यस्तै नै मौसम धेरै सहज हुने नै थियो। त्यस्तो छैन जो खड्ग फागको घर। खड्ग फागो चुर्लाबारीका एक धनाढ्य व्यक्ति पनि भित्र पर्छन्।